र नेपालमा जति पनि सुकुम्बासीहरू हुनुहुन्छ नि तपाईँहरूको 3 पुस्ता भइसक्यो अहिलेसम्म नागरिकता दिएको छैन। नागरिकता लालबाटा होइन हुन्छ नि, नागरिकता त दिनुलाई दिएको छ, किनभने नेपालका मानव हुने जति गरे पनि नेपालका मान्छे हुने। त्यही भएर उनीहरूलाई नै जतिजना हुनुहुन्छ नि सुकुम्बासी दाइ दाजुभाइहरू जति हुनुहुन्छ नि तपाईँहरूको 3 पुस्ता भइसक्यो अहिलेसम्म लालबाटा दिएको र दिँदैन पनि नै। पार्टीले जबसम्म नेपालमा पार्टी रहन्छ नि यिनीहरूले दिँदैन तपाईँहरूलाई पुनः स्थापित राजतन्त्र किराँतबौद्ध सहितको दुर्गा पक्षको आन्दोलन हुनुपर्छ। त्यसमा तपाईँहरू त्यो भव्य आन्दोलन हुनुपर्छ क्या, डेन्जर आन्दोलन हुनुपर्छ। सरकार जसरी पनि गिर्नुपर्छ। पार्टीको काम छैन नेपालमा क्या, पार्टीको काम छैन। पार्टीले आफ्नो पार्टी बचाउने हो, देश कहिले बचाउँदैन यिनीहरूले बुझ्नुभयो। त्यही भएर नेपालमा कुनै पनि किरिचनले देश बनाएको होइन। किरिचनले नेपाल भनेको देवभूमि ठाउँ हो र नेपालका जति सुकुम्बासी दाइहरू हुनुहुन्छ तपाईँहरू दुर्गा प्रसादले सपोर्ट गर्नु होला। नगर्यो भने तपाईँहरू अब बुझ्नु होला घर त्यतिकै भाँचिरहेको छ। त्यही भएर भन्छु तपाईँहरूलाई नि राम्रो मान्छे व्यक्ति सान्नु पर्यो क्या तपाईँहरूलाई। सबैजनाले होइन पार्टीमा नलाग्नुहोस्। पार्टीले देश बनाउँदैन र पार्टीले झन् देशलाई खोक्रो बनाउँछन्, महँगाई बनाउँछन्। त्यही भएर तपाईँहरूलाई भन्छु दुर्गा प्रसादले सपोर्ट गर्नु होला। र दुर्गा प्रसादको एक पात्र यस्तो बोली हो जुन मान्छेले यस्तो भन्छन्, जुन दुर्गा दाइले यस्तो भन्छ नेपालमा नि राजतन्त्र पुनः स्थापित हुनुपर्छ, किराँतबौद्ध सहितको धर्म स्थापित हुनुपर्छ र नेपाल भनेको देवभूमि ठाउँ हो। यो बोल्ने आवाज मात्र एक दुर्गा प्रसाद। त्यही भएर भन्छु दुर्गा प्रसादले सपोर्ट गर्नु होला। कुनै पनि पार्टी नजिक दुर्गा राजा किन जाँदैन, कुनै पनि पार्टीले भन्दाखेरि राजा किन बोल्दैन, तर दुर्गा प्रसादले बोलेपछि नि राजा आउँछन् क्या। त्यही भएर भन्छु सबै सुकुम्बासी जति नेपालमा दाजुभाइहरू हुनुहुन्छ, जति नेपालीपन भएका दाजुभाइहरू हुनुहुन्छ सबैजनाले दुर्गा प्रसादले सपोर्ट गरिदिनु होला। नेपालमा गरिबी फैलाएर यिनी पार्टीहरू सबै मोजमस्ती नेपालबाट जुन विदेश गएका युवाहरू जतिजना हुनुहुन्छ नि उसको दुःख र मर्म कसले बुझ्दिने। पार्टीले कहिले बुझ्दैन दुःख मर्म। राजतन्त्र पुनः स्थापित हुनुपर्छ, किराँतबौद्ध सहितको हिन्दू राष्ट्र हुनुपर्छ र नेपालमा कुनै किरिचनले बनाइदिएको देश होइन आइतबारको छुट्टी मिल्छ भनेर, त्यस्तो होइन। मात्र शनिबारको छुट्टी हुन्छ र सबजनाले दुर्गा प्रसादलाई सपोर्ट गरिदिनु होला, मनबाट सपोर्ट गरिदिनु होला। र वीरगञ्ज जाँदै हुनुहुन्छ 5 गतेतिर वीरगञ्जका दाजुभाइहरू जति हुनुहुन्छ जतिजना हुनुहुन्छ सबले सपोर्ट गरिदिनु होला। पार्टीमा नलाग्नु होला। पार्टीले आफ्नो पार्टी बचाउने हो, देश कहिले बचाउँदैन, देशलाई झन् खोक्रो बनाउँछ। जय नेपाल।